लाबारिस केटो समाज गाडी हेला पाछु सबैको नजरमा बिग्रेको ट्यापे गुण्डा बाछु भयो नि ट्यापे मर्द हो कसरी झरो सासु घिनलाग्दो समाजमा म राम्रो मान्छे खोजिरहेछु दुःख पर्दा मेरो साथ खडा कोही पनि थिएन त्यही पनि चित्त बुझाइ मुस्कुराउँदै हिँड्थिए म घरमा नि बाउ सबैको अप्ठ्यारो दिन्थिए म भन्दैछन् घरमा त जानी भइसरे बिग्रिएर पढेर गर्छु के भन्ने सपना थियो ठुलो सबै सपनामै सीमित थिए न पढाइ गतिलो न त कोही मिल्ने साथी न त कोही आफ्नो थियो रमाउने उमेर तर भविष्यले झस्काइदियो भयो नि पीडा धेरै डिप्रेसनको टाइम थिएन झगडा पर्थ्यो तर हिँड्थिन म नाइफ लिएर आफू चाहिँ चप्पल केटाहरू हिँड्थे बाइक लिएर दिमाग नै बोधो भविष्यको सोचले खाइदिएछ